दर्शक महानुभाव रोल्पाको गजुल पानी पोखरामा घट्यो संसारमा कहीँ कतै नघटेको अचम्मको दुःखद लाग्दो घटना। यहाँ पुरै यसो गरेर आगो बोलिरहेको थियो रे अनि निकालेर त्यहाँ फालेर अनि पानी हालिदिनु पर्छ कि अब यहाँ कोही नभएको छ। हजुर कोही नभएपछि अब रोटी बनाउनुला हजुर त्यो अथवा त्यही आगो उठ्यो हजुर अथवा प्रेसरले हानेर चल्ने रडी त्यो दुइटाको हामीले चिर्न सकिँदैन। यो हड्डी यसमा छ हड्डी होइन यो हड्डी हो हजुर स्किन हड्डी हो नि यहीँ जलेर नष्ट हुनु भएको रहेछ। यो दाँत जस्तै छ यी अनि तपाईँको स्किन हड्डी हुन् यी सबै हड्डी छ यी। दर्शक महानुभाव यति बेला हामी रोल्पाको गजुल पानी पोखराको सुनारा भन्ने ठाउँबाट अत्यन्तै दुःखद खबरको साथमा उपस्थित भएका छौँ। यति बेला हामी एउटा यो हृदय विदारक घटनालाई सार्वजनिक गर्दैछौँ। यो पानी पोखराको सुनारा भन्ने ठाउँमा एकजना महिला आज बिहान करिब 8:30 बजेको समयमा रोटी पकाउने क्रममा आगोमा जलेर उहाँको दुःखद निधन भएको छ। टिका महरा जो नहकुल महराका श्रीमती हुनुहुन्छ, नहकुल महरा दाउरा लिन गएको बेलामा यो घटना भएको छ। यो अत्यन्त यो संसारमा कतै पनि नभएको यो दुःखद घटना भएको छ। ताकि यो घटनाको बारेमा हामी तपाईँलाई सत्य तथ्य के रहेछ भन्ने हिसाबमा पनि हामी बुझाउने देखाउने प्रयास गरिरहेका छौँ। हामी घटनास्थलतर्फ गइरहेका छौँ, भित्र गइरहेका छौँ। यसरी यही घरको यो कोठाभित्र चाहिँ यो दुःखद घटना भएको भन्ने चाहिँ यहाँका स्थानीय प्रत्यक्षदर्शीहरूले जानकारी गराउनु भएको छ। यहाँ चाहिँ यो एकदम शरीर यही ठाउँमा यही आँगनमा जलेर खरानी बनेको थियो, जो कि अहिले सफा गरिएको छ। यहाँ हड्डीहरू पनि यही थियो, यहाँ मासुहरू पनि यही थियो टिका महराको। हामी यो दुःखद यो भिडियो सामग्री तपाईँको माझमा देखाउँदैछौँ। यो संसारमा कहिल्यै पनि नभएको घटना ताकि आज हामीले देख्न परेको छ। हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ। बाँकी हामी भिडियो सामग्री देखाउँछौँ। यहीँनिर हो नि त्यो भएको नि? ओहो खासमा के भएको रहेछ घटना चाहिँ हजुरले के जानकारी पाउनु भएको छ? केही जानकारी पाएन। माउलाई त यस्तै भइसकेको थियो। बिहानमा चाहिँ रोटी पकाउँदै मामाले चाहिँ दाउराले अरे सोत्तर ल्याउनु जानुहोस् बुहारीले सोरेको भनेर भन्नु गरे मान्छेले। अनि त्यसपछि फेरि म जान्न, म यहाँनिर बार्नु बनाउने छ, तैँले रोटी बनाएर म खाएर बनाउँछु भनेर मामा फेरि नजिक गइ जानु भएको रहेछ। अनि बुहारी सोत्तर सोरेर आएर यसो हेर्दाखेरि पुरै गन्किसक्नु भएको थियो कि। कुन अवस्थामा देख्नुभयो, भेट्नुभयो तपाईँले चाहिँ? अवस्था कस्तो? मैले त आउँदाखेरि यहाँ पट्टाको अवस्थामा भेटेँ। यो पल्टिनु भएको थियो? हजुर त्यो अघि नामा पल्टिनु भएको थियो? नै त्यहाँ पल्टाइसक्नु भएको थियो मामाले। अघि नामा हुनुहुन्थ्यो रे? मामा आउने बेला चाहिँ यहाँ पुरै यसो गरेर आगो बोलिरहेको थियो रे अनि निकालेर त्यहाँ फालेर अनि पानी हालिदिनु पर्छ कि त्यस्तो अवस्थामा भेट्नु। पुरै शरीर सबै जलेको छ है? हजुर शरीर सबै जलेको, थोरै यति यही भाग मात्रै छ। यो छातीदेखि तलतिर र यो खुट्टुदेखि यति मात्रै छ। यो त धेरै समयसम्म यो जलिराखेको हो क्या नि? नै आधी घन्टा नि भएको थिएन रे। मामा उता गएको, मामा आउँदाखेरि हिँडेर मामा आउने बुहारी यताबाट आउने ठ्याक्कै भेट भयो। अनि मामाले चाहिँ यसो समातेर त्यहाँ पल्टाउनु भएछ, 2 बाल्टी जति पानी हालिदिनु भएछ। अनि एकछिन बस्नु भयो अरे। अनि खासमा रोटी बनाउँदै गर्दाखेरि त्यही अज्ञानमा झङ्गु पर्नु भएको हो? यो हड्डी हो? यो हड्डी हो। यही जल्नु भएछ सबै? हजुर सबै हिँड्छ। आधी घन्टामा भनेपछि आधी घन्टा भन्नुहुन्थ्यो मामाले। मैले धेरै बेर गरेन भने चाहिँ त्यो हड्डी राउन नफाल्नु लाग्यो हो त है? साँच्चै यो हड्डी भनेर राखिदिनुहोस्। हड्डी राखिदिनुहोस्। हाडको होला यो, हाडको चाहिँ होला। ओहो मासु पनि त्यही छ। यो त कोही कतै नदेखि त्यो मासु हो क्या है? यो शरीरको मासु हो यो? यस्तो घटना त बिराले कहिले देखेको थिएन है? अहिलेसम्म त पहिलो केस हो क्या त हामीले अब यहाँ देखेको। आगैमा जलेर यस्तो होइन? हजुर आफ्नै आँगनमा यही आगोमा रोटी पकाउनु भएको छ। उति रोटी यसमा हड्डी पनि छ। यी हड्डी यसमा छ। हड्डी होइन? यो हड्डी हो। हजुर स्किन हड्डी हो नि। यहीँ जलेर नष्ट हुनु भएको रहेछ। यो दाँत जस्तै छ यी अनि तपाईँको स्किन हड्डी हुन् यी सबै हड्डी छ यी। अनि यही रोटी बनाउँदा बनाउँदै उहाँ चाहिँ यसरी ट्याक्कै त्यो जल्यो। अनि अन्त उ गर्न सोत्तर गर्न जानुहोस् भन्दा गाबेला भएको भए चाहिँ झन् पुरै घरमा आगो धेरै नाति पनि जल्थ्यो। आगो धेरै ठुलो थियो कि होइन? थिएन, झिक्रा थियो भन्नुहुन्थ्यो र मामाले।
झिग्रा थियो अरे ठुला दाउरा केही थिएन यो ठुलो दाउरा भनेको यही हो आगोमा दाउराहरू त छैन फेरि होइन हजुर आगो धेरै ठुलो पनि भए त माथि पनि सुन्थ्यो फेरि त्यही त यी हड्डी टुक्रा टुक्री हड्डीहरू छ यो सबै हड्डी हो हजुर जलेको हड्डी हजुर यिनी सबै मासु कुन ल्याउनुहोस् न मामा म गोरालो उठाइदिन्छु यो त आगोमा त्यही सबै भोक्नु पर्नु भएको छ अनि सबै पकाउँदा सबै टाउको होला पौडा यही टावैमा रोटी पकाउने बेला होइन हजुर रोटी पकाउँदा पकाउँदै अब उहाँले सायद यसरी फर्काउने बेला यसरी जानु हो कि तावा यही माथि नै थियो अरे के लाग्छ हजुरहरूलाई यो त अब बिरालै घट्छ यस्तो घटना अब घरमा कोही भइदिएको भए यति चाहिँ पहिलेको जमाना जस्तो पेट्रोलियम पदार्थहरू जस्तो तेल पेट्रोल अनि त्यसपछि मट्टीतेल जस्तो भइदियो भए आगो उठ्ने भन्ने हुन्थ्यो त्यस्तो सम्भावना थिएन यो चाहिँ आकस्मिक कसरी घट्यो के गर्यो थाहै भएन कि कति वर्ष हुनुभएको थियो 57 वर्ष ओहो 57 वर्ष होइन छोरो एउटा छ 2 बहिनी छोरी छन् छोरीहरूको बिहा भइसकेको छ छोरो कहाँ हुनुहुन्छ छोरो विदेश हुनुहुन्छ अनि केही रोग थियो दीर्घ रोग रोग त केही थिएन कहिले काहीँ चाहिँ चक्कर लाग्छ भन्नुहुन्थ्यो सलाइन चढाउनुहुन्थ्यो 1 वर्ष भयो सलाइन माघमा सलाइन चढाउनु भयो 4 साल मौसिनमा अहिले अस्ति नै चढाउने भनेको छु भान्जी भन्नुभयो तर जानु चाहिँ जानु भएन जलेर यसरी अँगार बनिसकेको है हजुर यो सबै मासु हो पोको पारेर राखिदिनुहोस् त्यो प्लास्टिक ल्याउँछु प्लास्टिक यसरी जम्मा गर्नुपर्ने अवस्था हेर्नुहोस् त जलेर यसरी जम्मा गर्नुपर्ने अवस्था छ जलेर खेलेर उता पठाउने भनेर टिकाबहादुर सुवेदी हजुरको नाम चाहिँ टिकाबहादुर सुवेदी टिकाबहादुर सुवेदी हो यो घटना सम्बन्धी केही जानकारी केही जानकारी केही पनि छैन त्यो अब झरी अब घटना हो सर हजुर अब के गर्ने त यो आजसम्म यस्तो केही दुःख बिमारी अब सानोतिनो कुरा लगायो होला उसको ठाउँमा छ तर आज 81 हो अब झरी कस्तो अवस्थामा भेट्नुभयो तपाईँहरूले अब म झन् पछि आएँ अब त्यो पोलिएको टिभर फालेपछि बल्ल देखा कति बजीतिर घटना हो 8:30 बजीतिर उहाँले कहिले काहीँ पेय पदार्थहरू खानुहुन्थ्यो थाहा छैन चुरोट बिडी चुरोट कहिले काहीँ फिल्मको खाइयो न त पनि खान सकेँ तपाईँ त छिमेकी तपाईँले थाहा पुग्ने गरी कहिले काहीँ चाहिँ त्यस्तो अब चाहिँ कतै मिर्गी त्यस्तो प्रेसर थियो प्रेसर थियो है प्रेसर हजुर प्रेसरको उहाँले चाहिँ औषधि खाइराख्नु भएको थियो कि औषधि खाएको छैन यो त शरीर त पुरै जलेर नष्ट भएर रहेछ होइन हजुर अनि यो त कति समयपछि थाहा भयो यो लगभग पौना घन्टामा पछि थाहा भयो अब यहाँ कोही नभएको छ हजुर कोही नभएपछि अब रोटी बनाउनु ला हजुर त्यो अथवा त्यही आवा उठ्यो हजुर अथवा प्रेसरले हानेर चलेर ढली त्यो दुइटाको हामीले चिर्न सकिँदैन अथवा प्रेसरले हानेर चाहिँ ढली अथवा त्यो चितो उठेर त्यो जलेर चाहिँ परि अरू कुरो थाहा भएन मान्छेहरू यहाँ आउनु आँटेको कता एउटा